हेलो गाइस, गुड मर्निङ सबजनालाई। म चाहिँ बिहान उठेर पानी खान्छु होइन। अनि अहिले पनि पानी खाएँ मैले टन्नै पानी खाएँ। पानी खाइसकेपछि टोइलेट आयो भनेर म चाहिँ बाहिर गएँ टोइलेट गर्नलाई। अनि 5 मिनटपछि निस्किएँ म। निस्केर हातसात धोएँ। हातसात धोएर म चाहिँ रुममा जान्छु। अनि रुममा गएर कट्टु लगाएर अब चाहिँ दाँत माझ्नु पऱ्यो है भनेर चाहिँ म दाँत माझ्नलाई बाथरुमतिर जान्छु। वासरुममा गएर म चाहिँ अब त्यहाँबाट मन्जन निकालेर ब्रुसमा हालेर दाँत मजाले माझ्छु, घरिघरि माझ्छु होइन। त्यसपछि मुख पनि धुन्छु अनि आएर चाहिँ मुख पुस्छु। अनि पुसिसकेपछि एकछिन बेडहरू मिलाउँछु। मैले त्यस्तो बित्थामा बेड पनि मिलाउँदिनँ। त्यसपछि म मोइस्चराइजर लाउनु जान्छु। मोइस्चराइजर लाउँछु। मोइस्चराइजरपछि आएर फेरि कपालमा मेरो एउटा क्रिम छ। त्यो क्रिम मैले किङ मोड भन्ने हो, यो चाहिँ लगाएँ मैले है। यो चाहिँ जेल जस्तै हुन्छ अनि दामी देख्छ कपाल पनि, लुक्स पनि बवाल हुन्छ है त, यस्तो देख्यो मलाई। त्यसपछि म आएर फेरि पानी खाएँ एक लट। पानी खाइसकेपछि मेरो यहाँ काम गर्ने ठाउँमा आएर बसेँ म। त्यसपछि मेरो यो ल्यापटप सफा गर्नुपर्ने थियो। ल्यापटपबाट मैले मेरो टवेल खोजेँ। त्यसपछि ल्यापटपहरू सफा गरेँ। मैले त्यहाँ काम पनि गर्न बाँकी छ, अनकम्प्लिट प्रोजेक्टहरू। त्यही भएर चाहिँ मैले गर्नलाई बसेँ। यो चाहिँ मेरो माउस चाहिँ हेडफोन हो। अनि मैले यहाँ मेरो सेटअप देखाएँ। यहाँ वाट्सएपमा चाहिँ मेरो क्लाइन्टहरूको म्यासेजहरू आउँछ, त्यही भएर चाहिँ त्यहाँदेखि चाहिँ मैले कनेक्ट गरेर अनि माउस पनि कनेक्ट गरेर बिहान ओपन गरेँ। त्यहाँ चाहिँ हेडफोन लगाएर एकछिन चाहिँ गीतहरू मिक्स मास्टर गर्न बाँकी छ भने चाहिँ गर्छु है त। म चाहिँ यतिखेर चाहिँ मिक्स मास्टर गरेको थिएँ, अलिकति मिक्सिङहरू मिलेको थिएन, त्यसलाई चाहिँ सुधारेर प्रोजेक्ट पठाइदिएँ। त्यसपछि मैले मेरो सेयर अकाउन्टको मेरो कुन कुन छ आइपिओहरू भरेको लिस्टहरू हेरेँ र अरू मेरो छुट्टै कामहरू पनि थियो, त्यो चाहिँ मैले कापीमा टिप्छु है त एकछिनमा टिपिरहेको हुन्छु है। अनि यो पछाडिको देखेको चाहिँ यो चाहिँ हाम्रो चाहिँ मन्दिर हो। यो मन्दिर चाहिँ मेरै रुममा छ, त्यही भएर चाहिँ म राम्रोसँग पढ्छु होइन। यहाँ म पढ्छु अनि पढिसकेपछि अब भात पनि खाने बेला हुन्छ। 9 बजे उठेको थिएँ कि म, त्यही भएर चाहिँ अब भातसात खानु पऱ्यो भनेर भात खानको लागि जान्छु। म भातसात पनि मुला अचार हालेर खाइदिन्छु। युरिक एसिड भएको छ मलाई, तर त्यही पनि अचार खाइदिएँ। त्यसपछि अगायो भनेर मुख सुख पुछेँ। त्यसपछि कपडा लाउनु पऱ्यो, पसल जानु पऱ्यो बाबालाई पालो दिन भनेर चाहिँ हुडी लाएर म निस्केँ। त्यसपछि औषधि पनि खानु थियो मैले युरिक एसिडको। त्यसपछि मोजा लगाएँ। त्यसपछि मैले जुत्ता लगाउँछु अनि जुत्ता लगाएर चाहिँ म पसलतिर जान्छु है। अब पसलतिर गइसकेँ, म पसलबाट पनि आइसकेँ।